यस्तो गरेर अब यसलाई चाहिँ अब हामी यसरी गर्दैछौँ। हेर्न सक्नुहुन्छ हुन्छ यसरी। यो चाउचाउ चाहिँ टक्क हाफ बोइल गरेको है। यो चाहिँ मसलाहरू केही पनि नहालेर चाहिँ यसरी मसला हाल्ने। एउटा त राख्नुपर्छ क्या होइन, धेरै हुन्छ क्या एउटा मसला पिरो हालेर राख्नुपर्छ क्या एउटा। यसरी मसला राख्ने धेरै हुन्छ भनेर चाहिँ राखेको है हामीले चाहिँ। एउटा चाहिँ धेरै पिरो खान सक्दैन नि त। अब यो चाहिँ दुईवटा मसला अनि त्यसको ओइल हालेर अनि यसलाई चाहिँ हल्का मोल्छौँ होइन। यसलाई चाहिँ यसरी मिक्स गर्ने दुईटा चम्मचले मिक्स गरेर अब यसलाई टक्क लगाएर थालमा हालेर यसरी म थालमा हाल्छु, तपाईँ हाल्नु है। ओके। कसलाई मनपर्छ है यस्तो नुडल्स चाउचाउ। टक्क अब दुईटालाई यसरी भाग लगाएर मलाई चाहिँ छो यो चाहिँ आँपको चटनी हो। यो चाहिँ आँपको यसलाई टक्क यसरी मिक्स गरेर चाहिँ चुकुलो बनाएर अमिलो बनाएर चाहिँ खानुपर्छ। चाहिँ चम्मच है यो चाहिँ अब टक्क लगाएर यसरी खानुपर्छ। यसरी